गाइस वेलकम टू आवर व्लॉग। आज चाहिँ डे 3 हैन। मेरो कपाल चाहिँ हल्का बिग्रियो अनि ठ्याक्क घाम लाग्यो के। ओए आऊ के पानी खान सिमरन। सिमरन इनलाई खाली बोलाउनु पर्छ। अनि त्यसपछि हैन हामीले चाहिँ आगो बालेको अनि मैले पानी राख्दिसकेको। सिमरनलाई त सिमरनले आउँदैन जस्तो छ। म त पानी खाइदिन्छु। कस्तो तातो हो तर यो पानी त धेरै उम्लियो क्या। निकाल्दिम क्या हेर त साइडमा राखिदिनु पर्यो। आगो पुग्ने ढङ्ग छैन। गाह्रो छ हो गाह्रो। एक्सक्युज मी हाय गाइस। यस्तो यस्तो सिन देखाइदिइराहु म। हेर्नु ल मकैबारी दराम दराम मकैबारी दराम दराम। ओए यता हेर लाटी। ओए हिजो म नुहाउन गइरहेको थिएँ। ओए म आइराहु राम्रो हेर त। हिजो म नुहाउन गएको थिएँ। आज सिमरन नुहाउन हिँडिरह बिचरा। लाइफमा फर्स्ट टाइम यसरी पँधेर गएर नुहाउन लाग्छ सिमरनले। त्यो के एउटा गीत थियो नि के हुन्छ होला ती जहाँ के कस्ता गीत आउने हामीलाई कसका के पोलिदिउँ न अब। गाई जस्तो राम्रो हो नि यहाँ कुरा नगर्नु कि म त कस्तो यो। ओए सुन मैले के हिँड यही हो लाइफमा हैन। घर बनाउने गाउँमा घर बनाउनु सोचे भने कि यो गरामा बनाउँछु म। यो गरामा यही मूल भएको गरामा कि ऊ वहाँ तलको गरामा। हिजो अस्ति मकै ढलेको थियो नि हामी सुरु दिन आउने बेलामा राति हो त्यो गरामा। त्यही त नि त्यही त्यो घर नि हाम्रै हो कि होइन कि यो बाटो त हो कि हो सिधै होइन नि। त्यही त हो नि धारो आइसक्यो। त्यहाँ घर बन्दै हो मस्त सिमी बोडी तरकारी चुरेर खानुपर्छ हिँड। सिधै हो कि उहाँ उता हो। हिजो आएको बाटो बिर्सेर पछि यस्तो मान्छेलाई के भन्ने हो। यो मकैले पाक्छ नि राम्रोसँग। आज नुहाउँदै हो पहिलो पटक धारोमा पँधेरोमा। उनीहरूले नुहाउँदै गर्दा म भन्छु यो चाहिँ हाम्रो गरा हो। यो पनि हाम्रो हो। अनि त्यसपछि होइन टक्क लगाएर म देखाउँछु है। अनि यो त्यो पनि हाम्रो हो वहाँसम्म होइन। खै उताको पनि कता कतासम्म हो। अनि यो चाहिँ थाहा भएन यो पनि हाम्रै हो क्या हो। खै मैले त बिर्सिसकेँ यार कुन हो भनेर। अनि उयो हेर्नु कस्तो राम्रो हो कि यहाँ लास्टै राम्रो हो। हेर्नु त आकाश। अनि म वहाँ तलसम्म पुगेर आउँछु सिमरनले नुहाउन्जेल। सिमरन म गएँ है तल। यही हो कि यही त्यही तिमीले देख्नेसम्म हो कि। स्याम्पू खोल्दै भन्न बोला भने सिमरनले पनि देखाउँछु नि क्यामेरामा। ए भगवान् हजारवटा कुरा छ। ओए सिमी यसरी सिमी चोरेर चाहिँ खान हुँदैन नि फेरि है। यस्तो हामी जस्तो चाहिँ हुन हुँदैन। खाने हो एउटा हो न यस्तो त ए यस्तो चाहिँ नगर्नु नि फेरि। हामीले त यहाँ आफ्नै बारी होइन आफ्नै बारी हो। अरूले कमाए पनि बारी चाहिँ आफ्नै हो। एउटा सिमी खाँदैमा त के हुन्छ र। हेर्नु यो पनि हाम्रै हो। यहाँदेखि यो टुँडादेखि त्यो टुँडासम्म एउटै घर हो कि त्यो टुँडासम्म। खोइ यो छुट्टाको होइन। यहाँ चाउलाको यहाँ बिउ छरेको यता मकै हो। मेरो बाबाले भन्नुहुन्छ म अब नेपाल आएपछि म गाउँ गएर खेती गरेर बस्छु। बाबाले आफ्नो लाइफस्टाइल डिरेक्टली चेन्ज गर्न गाह्रो हुन्छ। त्यही भएर म सोच्दैछु अब वैदेशिक रोजगारमा पलायन हुने पालो मेरो आउँदैछ। तर मलाई मेरो बाबाले गाली गर्नुहुन्छ भ्लग हेर्नु आएन नि मलाई फोन गरेर गाली गरेर मेरो रोस्ट हानेर हेर्न नहुने हुन्छु म। त्यो भएर सिमरनको कान के भयो अरे यो सब भ्लगमा हालिदिनु होइन। यस्तो हुँदो रहेछ कि बजारतिर बनाएको भ्लगहरू है यत्तिकै जे बोले नि काटिरहेको हुन्थ्यो। यहाँ बोलेको त
केही काट्नै मन लाग्दैन भने सबै युजफुल बोलिरहेको हुन्छु नि त। अनि अब उहाँ उतातिर है हाँस्दा पनि केही भनिन्छ नि त, त्यस्तो खासै बोलिँदैन, त्यस्तो धेरै भ्लग बनाइदिएन नि त। यहाँ त एक्लै गाउँमा आफ्नै पाराले भ्लग बनायो, जे भन्यो नि भयो, आफ्नो मनको कुरा लड्छ है। अब सिमरन बोल्दा 5 मिनट भएको पनि थाहा पाउँदिन भने यहाँ त। बुझ्नुभयो गाइस? हामी गमस फाइनली अब हामी घर पनि छोडेर हिँड्यौँ। राम्रैसी जाऊ है। ल बाई बाई। हस् हस्। यहाँबाट बाटो चिप्लो नहोला नि है आमा? ल ल गाइस हामी चाहिँ यस्तरी हिँडिरहँ तल सिधै। अनि गाइस मैले यो मान्छेलाई धापे होला यो जङ्गलको बाटो लैजाऊँ कि नलैजाऊँ भयो कि, किनभने त्यो बाटोमा आफै नहिँडेको धेरै वर्ष भयो। अनि यहाँ यता रोड बनिसक्यो कि पिच रोड, त्यही भएर त्यो बाटो कसैले युज पनि गर्नुहुन्न नि त। त्यो भएर अब यहाँ तलबाट जाने किन उता हिँडेको नि म त यहाँ जम्प गरेर जाने होला। ल भन लामो जाने कि छोटो जाने? सिमरन डरायो भने फेरि बिचमा गएर सातो गयो भने भुतसुतले छल्यो भने नसक्छु म त ढल्छु। भयो कि नहाँसम जाम तले लामो बाटो जाम केही हुन्न, बिस्तारै त्यसमा त्यहाँ यस्तो हो कि कस्तो भुतसुतले भूत भन्दा पनि कसैले छल्यो केही लाग्यो भने तिमीलाई यार तिमी वहाँबाट आइरह्यो भने मलाई त डर लाग्छ कि विश्वास राख्छ यस्तो कुरामा। तर हामी पहिला मामा घरबाट हिँड्दाखेरि त्यही जङ्गलको बाटो आउँथ्यौँ नि, बुझ्यौ? सुन्यौ? बाटो छ के सानो बाटो हो के, यस्तो खेतको डिल जाने हो तैट। हेर अब हेर न यस्तो बाइक ल्याउने बाटो रहेछ यहाँ। अब आउँदाखेरि चाहिँ बाइक लिएर आउनुपर्छ है पक्का। सबै धेरै भएर आयो भने चाहिँ गाडी। अनि सिमरन चाहिँ थाक्यो यार, लट्ठी लिएर हिँड्दा पनि थाकिरहेको सिमरन। यहाँ हेर न आफूभन्दा ठुलो लट्ठी भन्दा दर्शकबिनहरू तपाईँहरू देख्न सक्नुहुन्छ अहिलेको अवस्था। हामी मलाई के भएर यो ब्याग नभएर खाइदेऊ त कस्तो देखियो। मेरो आधी सम्पत्ति ब्यागमा, आधी सम्पत्ति तिमीसँग पट्टि चाहिँ कस्तो राम्रो चाहिँ कन्स्ट्रक्सन एरिया भइरह होइन टक्क लगाएर। अनि हामी चाहिँ ब्लग गर्दै हिँडिरहँ थाहा छैन के भएर। यहाँ चाहिँ पुरा कन्स्ट्रक्सन एरिया मतलब हुन्छ नि हाम्रो अम्लाचौरको बाटोहरू, जे होस् बाटोहरू भने बन्दै हो, त्यही हो राम्रो हुँदैछ बाटोहरू। अनि यही हो मैले दादाले खालि कराउँछु कि यस्तो किन यस्तो भनेर के हुँदैछ यहाँ त्यसैबाट होइन। हाई गाइस हाम्रो चाहिँ होइन यहाँ यही हो कि यो कुन यो वाला है। हाम्रो चाहिँ यहाँ ढुङ्गा ढोग्नु पर्छ कि हामी यो बाटो हिँड्दाखेरि चाहिँ उयो जाऊ त ढोगेर आऊ के हो म ढोग्छु यो लौ त। खै माछा हुन्छ माछा त्यो सानो फोन यति बनाइदिने हो। यो त मेरो क्या भगवान् ओइ मेरो मुखमा रम पस्यार मलाई मार्छ नि यो गाउँतिर कसरी भ्लग हेर्यो भने। हेलो गाइज यो कृपाको युट्युब च्यानल हो र मेरो फोनबाट भ्लग बनाइरह हुन सक्दैन त भनेन तर त्यसै प्राङ्क
प्र्याङ्क गरेको के प्राङ्क गरेको बुझ्यौ नि Prank भयो म प्र्याङ्क भयो कस्तो भयो रे ओइ ल मोबाइल राख त हाई गाइज हामी चाहिँ लहरीबरमा आयौँ अनि हाई गाइज सिमरन हाई हामी लहरीबरमा आएर के किन्यौँ होइन अलिअलि त्यसपछि अब हामी घर हिँडेको अनि अर्को चिज चाहिँ हामी ठ्याक्क लहरीबाट आएपछि अब चाहिँ धेरै लाग्दैन अब 25-30 मिनट छ नि भन्न खोजेको अब आधी बाटो कट्यौँ के ए आधी कट्यौँ होला चियर्स अनि हामी चाहिँ अब कुक खाँदै यहाँ हेर्नु न कसरी हिँडिरहेको म अनि अर्को चिज छ है पहिला त लास्ट जाऊ भयो क्या के ओइ यसको के अलिक टेस्टै अर्कै है म कोक धेरै नखाने मान्छेले कोक खाइरहेको तिम्रो लागि फेन्टा खाइदिन्थ्यो नि त म भनेको भए फेन्टै थिएन त्यही भएर खाएको तिमीले त ओ माइ गॉश गाइज अब हामी जान्छौँ हाई गाइज हामी कहाँ आयौँ सिमरन लहरीबरको मन्दिरमा त्यो मन्दिरमा आयौँ अनि हामी चाहिँ कुक खाँदै हिँडिरहेको होइन अनि अर्को चिज चाहिँ भने गाइज अनि मामा घरमा चाहिँ कसैलाई पनि थाहा छैन कि हामी आउँदैछौँ भनेर अनि दिदीले मलाई कल मेरो मम्मीले फेरि सबै सरप्राइज भत्ता भुङ्ग बनाइदिनुहुन्छ अनि मम्मीसँग चाहिँ कुरा भएको थियो जान्छु भनेर दिदी र आमालाई चाहिँ मैले आउँदिनँ पाउँदिनँ भनेको थिएँ कि कहिले आउँछ थाहा छैन भन्थ्यो अनि मम्मीले भनिदिनु रहेछ आज आउँछन् भनेर अनि त्यसपछि गएर दिदीले फोन गर्नु है मम्मीले त आज आउँछन् भन्दै हुनुहुन्थ्यो आज आउँछु कतिखेर आउँछु भनेर फोन गर्नुहुन्थ्यो अन्त आउँदैन भन्दै सरप्राइज हो क्या सरप्राइज अनि सिमरन चाहिँ बुढी आमा जस्तो लग्रो टेक्दै होइन थाकेर अमालाई पाउने ठाउँ हो यहाँ उता पाउँछ हो हाई गाइज सिमरन आउँदै ह लुकुर लुकुर ल्याउ म समाइदिन्छु त्यो खाऊ न खाएर फाल्दो कि बोतल अनि हामी चाहिँ सानो घर आइसक्यौँ अब धेरै छैन अब एकैछिन हिँड्ने अनि त्यसपछि मामा घर आउँछ अनि यता त बाटोहरू बन्दै रहेछ कि यतातिर चाहिँ अनि लास्ट त भइरहेको काँध दुख्यो काँध यत्रो ब्याग बोकेर हामी हिँड्न सक्दो रहेछौँ भनेपछि त हामी पक्का पनि ट्रेकिङ जान सक्छौँ किनभने ट्रेकिङमा हाम्रो यति धेरै लुगा हुँदैन किनभने ट्रेकिङमा धेरै लुगा चाहिँदैन 1 जोड लुगा 2 जोड लुगा मात्र भयो हुन्छ मान्छेहरू धेरै लान्छ तिमी जस्तो भयो भने चाहिँ धेरै लान्छ एउटै लुगामा धेरै फोटो खिच्नु भन्नु भने म चाहिँ के भन्छु भने ठाउँ चाहिँ धेरै होस् लुगा एउटै नहोस् भन्छु तर सिमरन चाहिँ ठाउँ फरक भयो नि ठाउँ एउटै भयो नि लुगा चाहिँ फरक होस् भन्छ हामी दुईजनाको सोच एउटा त्यो भएर एउटै छ अरे फरक छ है सिमरन यो चाहिँ उसको घर हो के उसलाई चिन्छौ चिन्दैनौ फाइनल्ली हामी दिदीकोमा आयौँ यहाँबाट झर जाऊँ है कहाँ हो र घर चाहिँ अब यहाँबाट सिधा झरौँ कि अहिलेको ओरेन्ज कलरको घर सिमरनलाई पनि मैले मामा घर टाढा हो भनेको चस्मा होला सिमरन चस्मा होला न आऊ अब चस्मा नलाऊ कि कालो देखिन्छ गाइस यो खायो भने चाहिँ यो यसलाई हामीले धराएर भन्थ्यौँ कि है यसलाई यो खायो भने चाहिँ जन्डिस सन्चो हुन्छ कि बुझ्नु है नि यसले खायो भने चाहिँ जन्डिस लाग्दैन सन्चो हुन्छ लागेको पनि अनि यहाँ चाहिँ यस्तो पहिरो गएछ है पहिरो गएछ पहिरा भने उता हो आऊ आम छिटो आउनु त कस्तो चस्मा लाएर लुख्रु लुख्रु हरि हो यही हो कि पहिरो गएको भनेको यहाँ धान फलाउनुहुन्थ्यो आमाहरूले हेर त भाँसिएर हेर न यो यहाँ आऊ त हेर ल हेर त्यहाँ तल हरिबिजोक
हेर न भाँसेर यस्ता के खेती गर्ने होइन ल हेर त्यहाँ अब के गर्ने त यस्तोमा के कसरी गर्ने भन न खै के हो त्यही भएर हामीले मान्छौँ भनेको के तिमीलाई बुझ्यौ यस्तो मान्ने हेर यो गरौँ माथिल्लो गरौँ हेर न तल पुगेको अब होइन ठ्याक्क आधी घन्टा हिँड्नु पनि पुग्यो बुझ्यौ नि कति घन्टा अरे जम्मा 30 मिनट यत्रो हिँड्यौँ है गाडीमा गएर हुन्थ्यो र यताबाट ओर्लिम ल ओइ मामा घर यही हो बुझ्यौ नबोल है खुसी हुने देख्नुभयो सरप्राइज सोध्दै थिइन् मैले त हामी त यस्तै हो हामी त है सरप्राइज दिँदै हिँड्ने मान्छे हो नि त अनि बहुत तपाईँलाई भनेपछि त सरप्राइज भयो त बुङ्गा हुन्छ कान्छु फुट्टी ल्याइदिनु भन्छ हामीलाई फोन गरेर दुई छोरीहरू आइछन् आमालाई भेट्न भनेर विदेशैबाट आए जस्तै भयो यस्तो लौरो पनि टेकिन्छ नि मम्मीसित नबोलेर दिदी आइने भनेर बिहान रिसाएर यो बोल्दै पनि छैन आज म अब चुप खान्छु फोन हानिन्जेल छु मम्मी भन्ने अनि फोन हानिदिएपछि गरेर बोल्दै नबोल्ने यो त खुसी भयो कपडा लाएर ल्याउनु त गाइस हामीले बहिनीलाई भेट्यौँ के अरे बहिनी अरे को बहिनी आइछ बहिनीलाई भेट्यौँ भन्दा बहिनी अरे इ मै खाने मै खान्छु मै पाए किन खान्ने हो अप्सनमा ल एउटा कि यो मै खाऊ कि यो मै खाऊ ल यहाँको मै खाइदेऊ चुप्पा खाइदेऊ दिदीले के ल्याइदिन्छन् चुप्प खाऊ यी मिठी खाने कुरो फुट्टी ल्याइदिए फुट्टी ए मै खान्छु भनिएले चुप्पा खान्न मेकअप लगाइहाल्छु